नेपाल भर्सेस इरानको म्याच भर्खर सक्यो हैन। अब तिम्रो एन्जिला बेस्ट भन या अन्जना बेस्ट भन हैन, तर मेरो फेभरेट चाहिँ अन्जना राणा मगरै हो हैन। एन्जिला एकदम बेस्ट प्लेयर हो हैन, तर मेरो नजरमा चाहिँ त्यति साह्रो बेस्ट चाहिँ हैन, किनकि जुन 2 गोल खाए नि, 2 गोल हैन 3 गोलको पानी त त्यो इरानको खेलाडीहरूले त यस्तो पुड्कीहरूले त उडी हान्दियो, कोटमा हान्यो भने सिधै गोल जित्यो भन्ने एउटा हान्दियो क्या म्याच। केटाहरू भन्छन् किपरमा हाइट म्याटर गर्दैन, हाइट म्याटर गर्दैन भन्छन्। आजको म्याच हेरेर जज गर हैन, छोटो किपर र अनि हाइट भएको किपरमा फरक कति हुँदो रहेछ थाहा होला हैन। अनि आजको म्याच हैन, सेकेन्ड हाफदेखि त प्रीति राई मात्रै थियो बिचमा यार, नसक्ने हैन। अरू त के हो, फिनिसिङ गर्ने पर्ने प्लेयरहरू क्रस निकालिरहेछ, पास सट हान्नु पर्ने प्लेयरहरू पास खेलिरहेछ। कहिले सुध्रिने यार, हाम्रो देशले कहिले जित्ने यस्तो पाराले